गाइज हाम्रो त यहाँनिरै फटाफट ट्र्याक्टरमा यहाँ बारी जोत्दैछौँ। अब यहाँनिरै अब यो पुरै यो बच्चाहरूले फुटबल ग्राउन्ड बनाएका थिए, पुरै चौर छ है। बल्ल 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 अब यतिको जोतिया छ। एकचोटि जोतेर नि हुँदैन अरे, दुई पटक जोत्नुपर्छ अरे मिलाएर। अब दुई पटक लायो नि जोतेर टक्क लाएर यहाँनिर चाहिँ अब खेती गर्ने विचारमा छौँ है। टक्क लाएर एकपटक यसरी जोतेर अनि त्यहाँबाट चट्ट लाएर यसलाई चाहिँ फेरि पानीमा मजाले गलेर पानीमा अनि जोत्ने विचार गरिएको छ। यस्तो साह्रो हुँदो रहेछ है। पुरै चौर बनेको अनि साह्रो त किन नहुनु, दोहोरै दोहोरै लाएर जोतेको। अब काठमाडौँमा मजाले हिँडेको बानी भइसकेको, काठमाडौँमा बसेको बानी भइसकेको। अब यहाँनिर खेतीबालीपट्टि मन जाँदैछ मेरो बुढोलाई। गर्न त परिहाल्छ नि हेरी होइन। अब देश गुनाको भेष कपाल गुनाको केस भन्थे बेलाको बुवा आमाहरूले। गाउँमा आए गाउँकै चलनमा भिज्नु पऱ्यो होइन। सहरमा गएपछि अब त्यही हो, आफ्नो काम जुन जुन पेसा छ त्यही गर्ने बस्ने, त्यही त हो नि जिन्दगी कटाउने बाटो होइन। त्यस्तै हुन्छ। ल बर्बाद होला नि माटोमा खसेर, फेरि 2 तोलाको माटोमा रोपेला नि। यस्तै छ गाउँ नि। अलिकति त्रिशुलबाट माथिबाट पर्छ गाउँ भनेको यस्तै छ है। ल यहाँ त मजाले ढोड कुहिएर मोलै भएछ है। दामी छ दामी। ल वाउ ल है। अनि कतिको जाँगर आइरहेछ त यहाँनिर काम गर्न। बारीमा काम गर्न मजा आउँछ कि गएर बेलुका भयो भट्टीतिर बिहान भयो भट्टीतिर तास खेल्नमा मजा आउँछ। त्यो खेल भित्रको खेल आनन्दको मजा हुन्छ कि काम मजा हुन्छ भनेर चाहिँ एउटाले भन्यो क्या। भाइ बहिनी भाइ बहिनी सानी हेर्न हो म हेर्न आएको। हाई गरिदिन्छु न। हाई यता हेरिस्यो।